हल्ले सम्पूर्णमा हजुरहरू सबै सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। फाइनल्ली म चाहिँ घरमा आइपुगेँ अघि नै आएको 2-3 घन्टा भयो म घरमा गएको चाहिँ यसो गाउँ डुलेर आएँ। अनि अब यहाँ चाहिँ म चाहिँ सुरुमा घर आउने बित्तिकै मेरो साथीहरूलाई मेरो भाइहरूलाई भेट्न जानु थिएन। अब चाहिँ म फाइनल्ली मेरो भाइहरूलाई भेट्न जाँदैछु। मेरो 2टा भाइहरू छन् त यहाँखेरि, मेरा 2टा भाइहरू चाहिँ यहाँ छन्। के छन् मेरो भाइहरू? भाइहरू यता आएर। एउटा भाइ चाहिँ यहाँ छ, यता न काले। यो चाहिँ गोरु छ बहुत आएको चाहिँ मेरा भाइहरू। यो भाइ बिना चाहिँ म बिना भाइहरू अपिरा हुन्छन् नि त। ठुल्ठुला भाइ छन्, बिचरा भाइहरूले चाहिँ दाइ आएको भनेर खुसी भएछन्, छोडिदिएछन्। अब म चाहिँ यिनीहरूलाई छोडिदिन्छु नि, भाइहरूलाई आजाद गरिदिने हो। अरू हेर्नुहोस् हाम्रो गाउँ जस्तो रमणीय छ। बाहिर सुन्तलामा फलेको छ, यता बेला त्यो छ। यो मिलो मौसम यहाँ टन्न फलेको छु। यो चाहिँ हाम्रो बारी मौसम यस्तै फलेको छ। कागती हो अब त्यो बारीको पनि कागती हो। यता तल पनि कागती गर्ने चाहिँ भैँसी यस्तो छ, बुढी हिले भनेर छ गोबर सोर्ने। अब चाहिँ घाँस काट्न जाँदैछु म चाहिँ। घाँस काटेर आएपछि चाहिँ खानासाना पकाउनु छ। मासु त खानु पऱ्यो आज बोकाको। गाउँघर चाहिँ बुङ्गुर पाउँदैन, के गर्ने। बुङ्गुर मासु खाना चाहिँ बुटोले जानुपर्छ। तर भोलि चाहिँ यता रथी काट्छौँ, रथी काटेर चाहिँ ल्याउने हो बुङ्गुर, होइन भने चाहिँ बोका नै जबाउने हो तिहारमा चाहिँ। ल सबैलाई टाटा बाई बाई, लभ यू।